सायद नेपाली नपुगेको ठाउँ छैन। संघर्षको यात्रामा संसार देखेका नेपालीहरूको आफ्नै कथा र व्यथा छ। कोही रहरले देश छाडेका छन् भने कोही बाध्यता र मजबुरीले। साथीहरू, आज हामी संसारभर छरिएका नेपाली मध्ये म्यानमारमा रहेका नेपालीहरूको बारे जानकारी गराउने छौँ। भूगोलले नेपाल भन्दा धेरै पर रहे पनि यो देश नेपालीहरूको लागि नौलो भने होइन। नेपालको पूर्वी सिमानाबाट भारतका राज्य आसाम, नागाल्यान्ड र मणिपुर हुँदै यो देशमा सडक बाटो प्रयोग गरेर जान सकिन्छ। साथीहरू, आज म तपाईलाई म्यानमारमा रहेका नेपाली मूलका बर्मेलीको जीवन र उनीहरूले नेपाललाई कसरी सम्झिरहेका छन् त्यो बारे देखाउने छु। नेपाली भाषी बस्ने नेपालको मित्र देश म्यानमारको चर्चा गर्नेछु। त्यो भन्दा पहिले यदि तपाईँ यो च्यानलमा पहिलो पटक आउनु भएको छ भने कृपया यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। संसारको जुन कुनामा गए पनि आफ्नो देश र आमा सधैँभरि प्यारो हुन्छ भन्ने दृष्टान्त दिएका छन् म्यानमारमा बस्ने बर्मेली मूलका नेपालीले। भौतिक रूपमा म्यानमार भए पनि मन सधैँ नेपाली भएको बताउँछन् उनीहरू। आफू मर्नुभन्दा पहिले नेपाल देखेर मर्न पाऊँ भन्ने अभिलाषा राख्दछन्। आफ्नो पितृथलो र मातृथलोको माया कसलाई पो हुँदैन र दर्शकबिन्द? हो, आज म्यानमार राजनीतिक रूपमा फरक परिवेशबाट गुज्रिएको छ। त्यहाँ सैनिक शासन लागू हुँदा म्यानमारमा रहेका नेपालीहरूको हाल खबर कस्तो छ भन्ने चिन्ता नेपालीहरूले पनि गरिराखेका हुन्छन्। यदि यो भिडियो म्यानमारका नेपालीसम्म पुगेको छ भने कृपया कस्तो अवस्थामा हुनुहुन्छ आफ्नो अवस्थाबारे कमेन्ट बक्समा प्रतिक्रिया दिन नभुल्नुहोला। म्यानमारलाई विशेष त बर्माको नामले पनि चिनिने गर्दछ। यो देशको आधिकारिक नाम हो रिपब्लिक अफ द युनियन अफ म्यानमार। साउथ इस्ट एसियाको एउटा सानो देश जसको उत्तर पूर्वमा भारत र बङ्गलादेश पर्छ भने पूर्वमा चीन, दक्षिण पूर्वमा लाओस र थाइल्यान्ड पर्दछ। म्यानमारको हालको जनसङ्ख्या 5.4 करोड छ। यहाँ 32% मानिसहरू सहरमा बस्छन् भने 68% मानिसहरू गाउँमा बसोबास गर्दछन्। त्यसैले आज मैले तपाईँको सामु ग्रामीण भेगमा बस्ने नेपाली भाषी बर्मेलीको बारे चर्चा गर्नेछु। म्यानमारको ग्रामीण क्षेत्रमा बस्ने नेपालीहरू कसरी त्यहाँ आइपुगे, यो विषय नै आजको मेरो मुख्य प्राथमिकता हुनेछ। साथीहरू, यहाँ 90% मानिसहरू बुद्ध धर्मावलम्बी छन्। त्यसैले यो देशका मानिसहरू शान्तिप्रिय मानिसको रूपमा विश्वमा चिनिने गर्दछन्। स्वर्णको चैत्यले भरिएको स्वर्णभूमि म्यानमार, बौद्ध धर्मावलम्बीको देश म्यानमार, प्राकृतिक सुन्दरताले भरिपूर्ण देश म्यानमार। आखिर म्यानमार र नेपाल बीचको सम्बन्ध कसरी कायम भयो त? म्यानमारमा नेपालीहरू कसरी आइपुगे त? एकपटक इतिहासलाई फर्केर हेरौँ। सन् 1939 देखि 1945 सम्म चलेको दोस्रो विश्वयुद्धमा अंग्रेज सेनामा भर्ती भएका गोर्खाली युद्ध लड्दै संसारका विभिन्न देशमा पुगेका थिए। त्यो युद्धले बहादुरी गोर्खाली भनेर संसारभर चिनायो भने हजारौं नेपाली आफ्नो पुर्खौली थाकथलोसँग सम्बन्ध टुटाउन पुगे। दोस्रो विश्वयुद्धमा गोर्खाली सेनाको एक टुकडीलाई जापानिज र जर्मन सेनासँग युद्ध लड्न बर्मा पठाइएको थियो। तर त्यो भन्दा पहिले नै सन् 1924 मा आफ्नो उपनिवेशको रक्षा गर्न केही गोर्खालीलाई ब्रिटिसरले बर्मा पुर्याइसकेको थियो। त्यस बखतदेखि नै गाँसिएको थियो नेपाल र बर्मा बीचको सम्बन्ध। 20औं शताब्दीको परिवेशलाई हेर्दा धेरै जसो एसियाली मुलुक जस्तै त्यो बेला बर्मा पनि अंग्रेजको उपनिवेश बनेको थियो। दोस्रो विश्वयुद्धको क्रममा जापानिज सेनाले चुनौती दिएपछि अंग्रेजले उनीहरूको सामना गर्न गोर्खाली सैनिकलाई बर्मा पुर्याएको थियो। युद्ध सकिएपछि कतिपय नेपाली नेपाल फर्किए भने अरू बर्मामा नै बस्न पुगे। सन् 1948 मा बर्मा स्वतन्त्र भयो। त्यसपछि नेपाली गोर्खाली त्यहाँको राष्ट्रिय सेनामा समावेश भए र बर्माको अखण्डता र सार्वभौम सत्ताको रक्षाका लागि सधैँ लडिरहे। नेपाली मूलका बर्मेलीहरू आफ्नो पहिचान रक्षाको लागि निकै नै कठिन परिस्थितिको सामना गर्नु परेको त्यो तितो इतिहास छ। बर्मामा सैनिक शासन सुरु भएपछि त्यहाँका अल्पसंख्यक समुदायहरूको दुःखको दिन सुरु भयो। नेपाली भाषी पनि त्यसको चपेटामा पर्न गए। विभिन्न जात जातिले आफ्नो अधिकार खोज्दै जाँदा देश टुक्रन्छ भन्ने भय देखाएर बर्माको सेनाले सन् 1962 मा सैनिक शासन सुरु गरेको थियो। त्यसपछि बर्मेली जातिलाई मध्यनजर गरेर संविधान बनाइयो। विभिन्न जात जातिलाई देश छोड्न उर्दी जारी गरियो। सैनिक सरकारको डरले धेरै विदेशीसँगै हजारौं नेपाली बर्मा छोड्न बाध्य भए। केही अल्पसंख्यक नेपाली कठिन परिस्थितिका बावजुद पनि बर्मामा नै बस्ने निधो गरे र आजसम्म त्यहाँ बसिरहेका छन् र नेपाली धर्म, संस्कार, संस्कृति, कला जोगाइराखेका छन्। अहिले बर्मामा नेपाली मूलका बर्मेली 3 लाखको आसपासमा रहेको पाइन्छ। त्यहाँ रहेका नेपाली भाषी बर्मेलीहरू नेपाली भाषामा बोल्दछन्, नेपाली संस्कृतिमा रमाउँदछन्, नेपाली चाड पर्वलाई औधी माया गर्दछन्। जस्तै तीजमा नाचगान, दशैंमा टीका, तिहारमा देउसी भैलो खेल्छन्, कृष्ण जन्माष्टमी धुमधामसँग मनाउँदछन्। शरीर बर्मामा भए पनि मन सधैँ नेपालमा भएको
बताउँछन्। समयले बुढो बनाए पनि, लट्ठी टेक्दै खोक्दै हिँडे पनि आफ्नो नेपालप्रतिको माया गाढा रहेको उनीहरू बताउँछन्। आफ्नो पितृथलो छाडे पनि नेपालसँगको साइनो कहिले पनि नटुटाउने बताउँछन् उनीहरू। भौतिक रूपमा बर्मा भए पनि नेपाली संस्कृति, भाषा, कला, साहित्यको जगेर्ना गर्दै आएका छन्। नेपालीपन मासिन नदिन आफ्नै समुदायमा बिहे गर्दछन्। अन्य मुलकासँग वैवाहिक सम्बन्ध सिद्धि गाँच्दैनन्। प्रायले बाबुआमाले खोजेको व्यक्तिसँग नै बिहे गर्दछन्। नयाँ पिँढीले आफ्नो मातृभाषा नभुलुन् भनेर नेपालबाट शिक्षक बोलाएर नेपाली भाषा सिकाइन्छ। प्रायजसो बर्मेली मूलका नेपाली कृषिमा संलग्न छन्। आफ्नो दक्षता यही क्षेत्रमा लगाएर आर्थिक रूपमा मजबुत भएका छन्। विगतमा म्यानमार सरकारले लखेटेको त्यो तितो यथार्थलाई भुलेर बर्मेली गोर्खालीको पहिचान अझै पनि झल्काइराखेका छन्। युद्ध रोकिएसँगै म्यानमारमा जब शान्ति छायो त्यसपछि भने बर्मेली मूलका नेपालीहरू आफ्नो दुःखका दिन बिर्सदै गए। कृषिमा संलग्न रहेका नेपाली मूलका बर्मेलीहरू गाई भैँसी पालन गरेर दुग्ध व्यवसायमा लागेर मनग्गे आम्दानी गरिराखेका छन्। साथीहरू, 1970 को अप्रिल महिनामा नेपालका तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह म्यानमारको भ्रमणमा जानुभएको थियो। त्यहाँ रहेका नेपाली मूलका बर्मेलीलाई भेटेर उनीहरूको बारे जानकारी लिनुभएको थियो। यो भ्रमणले म्यानमारमा बस्ने नेपाली भाषीलाई थप मद्दत पुगेको थियो। त्यो बेला राजा महेन्द्रले त्यहाँ रहेका नेपालीहरूलाई नेपाल फर्कन चाहे रोजगारको अवसर प्रदान गर्ने घोषणा पनि गर्नुभएको थियो। यही कारणले गर्दा नै हजारौं बर्माबाट नेपाल पनि फर्केका थिए। अरू बाँकी रहेका नेपाली जो अनेकौं कारणले फर्कन पाएनन्, उनीहरू भने सङ्घर्ष गर्दै बर्मामा नै बसे र आजसम्म नेपालीत्व जोगाइराखेका छन्। साथीहरू, म्यानमार अङ्ग्रेजको उपनिवेश हुँदासम्म यो देशलाई बर्माको नामले चिनिन्थ्यो। पछि यो देश स्वतन्त्र भयो र बर्माबाट यो देशको नाम म्यानमार रहन पुग्यो। देशसँग यहाँको राजधानी पनि बारम्बार परिवर्तन भएको पाइन्छ। सबैभन्दा पहिले यो देशको राजधानी रङ्गुन थियो, पछि याङ्गुनको नामले चिनियो। अहिले भने म्यानमारको राजधानीको नाम न्यापिडो रहेको छ। साथीहरू, यो देशलाई युवाको देश भनेर पनि चिनिन्छ, किनकि यो देशमा तपाईँ युवाको कमी देख्नु हुँदैन। तर पनि कामको मामिलामा यहाँका मानिस निकै नै अल्छी हुने गर्दछन्। संसारकै अल्छी देशमध्ये म्यानमार पनि एक मानिन्छ। कामको नाममा यहाँ धेरै गफ मात्र हुने गर्दछ। यसको मतलब यहाँ धेरै योजना बन्दछ, तर काम गर्ने मामिलामा कसैले लागू गर्दैन। साथीहरू, म्यानमारमा अहिले सैनिक शासन लागू भएको छ। यहाँ प्रजातान्त्रिक पार्टीलाई यहाँको सेनाले हस्तक्षेप गरेर शासनको बागडोर आफ्नो हातमा लिएको थियो। यहाँ नाममा मात्र प्रजातन्त्र छ, किनकि सेनाले यहाँ चुनाव जितेर राष्ट्रपति भएकी नेत्री आङ सान सुचीलाई अहिले नजरबन्दमा राखेको छ। यहाँको सेना चीन परस्त रहेको पाइन्छ। चीनको सहयोगबाट यहाँ सैनिक शासन लागू भएको थियो। साथीहरू, म्यानमारको मानिस बीच लुङ्गी लगाउनु निकै नै सामान्य र पुर्खौंदेखि चलिआएको परम्परा मानिन्छ। यहाँ प्रत्येक 5 जनामा 3 जना लुङ्गी लाएको देख्न सकिन्छ। यहाँका मानिसहरू लुङ्गीमा आफूलाई निकै नै सहज महसुस गर्दछन्। यहाँको धेरै पहिचान मध्ये लुङ्गी संस्कृति एक हो। यहाँको मानिसहरूको भनाइ छ कि लुङ्गी लगाएर तपाईँ काम छिटो छिटो गर्न सक्नुहुन्छ। यति मात्र होइन, यहाँ अफिसका कर्मचारी पनि लुङ्गी लगाएको देख्न सकिन्छ। साथीहरू, खानपिनको मामिलामा यो देश निकै नै सस्तो मानिन्छ। यहाँका राम्रा राम्रा रेस्टुरेन्टमा पनि सस्तो रुपैयाँमा धेरै परिकार खान सकिन्छ। यहाँ 100 रुपैयाँमा विभिन्न परिकार पेटभरि खान सकिन्छ। साथीहरू, संसारभर चिया पिउने प्रचलन छ, तर म्यानमारमा चिया खाने परम्परा छ। हो साथीहरू, तपाईले ठिक सुन्नुभयो। यहाँको राष्ट्रिय खाना चियाको पत्तीबाट बन्दछ, जसको नाम ल्यापेट थोक हो। यसमा पत्ती मिसाएर खाने गरिन्छ। यो परिकार स्वास्थ्यको लागि पनि निकै नै फाइदाजनक मानिन्छ। साथीहरू, म्यानमार एउटा यस्तो देश हो जसको आफ्नै नेसनल बियर छ। यो बियरलाई म्यानमार बियर भनिन्छ। यदि तपाईँ बियरको शौकीन हुनुहुन्छ भने म्यानमार जाँदा अवश्य टेस्ट गर्नुहोला। यो बियरको फ्लेभर छुट्टै किसिमको हुने गर्दछ। त्यसैले त यो देशको 90% भूभागमा म्यानमार बियर नै भेट्न सकिन्छ। यो देशको राष्ट्रिय खेल हो चिनलन। यो खेल फुटबलसँग मिल्दोजुल्दो हुँदछ। यो खेलमा गोलो घेरा बनाएर 6 खेलाडीले बल पास गर्दछन्। जसरी फुटबलमा जगलिङ गरिन्छ, त्यसरी नै यो खेलमा बलको साथ जगलिङ गरिन्छ। साथीहरू, म्यानमारमा काउ युरिन थेरापीको प्रयोग गरिन्छ। यहाँ गाईको गहतलाई औषधिको रूपमा प्रयोग गरिन्छ। यहाँ गाईको गहत पिउने पनि
प्रचलन छ, किनकि यहाँको मान्यता अनुसार यसो गर्नाले धेरै प्रकारका रोग निको पार्न सकिन्छ। साथीहरू, म्यानमारको सबैभन्दा अर्थतन्त्रको ठूलो स्रोत कृषि रहेको छ। यहाँ 40% मानिसहरू कृषिमा निर्भर छन्। यहाँ धान र उँखु धेरै मात्रामा उत्पादन हुने गर्दछ र एसियाका विभिन्न मुलुकमा एक्सपोर्ट गरिन्छ। साथीहरू, म्यानमारका मानिसहरू फिसिङ गर्न एकदमै शौखिन राख्दछन्। यहाँका मानिस माछा पालनमा धेरै नै सक्रिय रहन्छन्। यो देशको माछा सबैभन्दा बढी निर्यात न्युजिल्यान्ड गरिन्छ। साथसाथै यहाँ उत्पादन भएको चामल दुबईसम्म निर्यात गरिन्छ। साथीहरू, यो सँगै संसारकै उत्कृष्ट घुम्न लायकको देशमध्ये म्यानमार निकै नै अग्रस्थानमा आउँदछ। टुरिज्मले यो देशको जीडीपीमा महत्त्वपूर्ण टेवा दिएको छ। साथीहरू, म्यानमारको 79% मानिसहरू बौद्ध धर्मावलम्बी छन्। नेपालबाट सुरु भएको बौद्ध धर्म आज संसारभरि फैलिएको छ। म्यानमारमा बौद्ध अनुयायी धेरै देख्न सकिन्छ। यहाँ तपाईले हरेक ठाउँमा भगवान बुद्धको प्रतिमा देख्न सक्नुहुन्छ। साथीहरू, तपाईलाई आजको यस भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। साथीहरू, संसारको कुन ठाउँबाट हेर्दै हुनुहुन्छ तपाईलाई मनमा लागेको आफ्नो जिज्ञासा प्रकट गर्न नभुल्नुहोला। यतिन्जेल हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद।